नमस्कार साथीहरू। आजको यस भिडियोमा हामी चाहिँ किन केही मानिसहरू सधैँ गरिब रहन्छन् अथवा भनौँ न तिनीहरूले एकदमै धेरै पैसा कमाए पनि उनीहरू सधैँ त्यो एउटा चक्रमा कसरी फसिरहन्छन् भनेर त्यसको बारेमा कुराकानी गर्न गइरहेको छौँ। मेरो नाम निरज आचार्य र मेरो यो प्रेजेन्टेसन इम्प्रुभमेन्ट अथवा प्रेजेन्टेसन सिक्ने जुन एउटा सिरिज छ त्यो अन्तर्गत यो मेरो दोस्रो भिडियो र आज म पैसाको बारेमा कुराकानी गर्न गएको छु। एकदमै छोटो मिठो भिडियो। यो पैसाको बारेमा एकदम भास्ट कुरा होइन कि बस केही मानिसहरू एकदमै धेरै पैसा कमाए पनि उनीहरू किन ब्रोक रहन्छन्, किन उनीहरूले जति धेरै पैसा कमाए पनि उनीहरू चाहिँ त्यो फ्रिडम उनीहरूलाई हुँदैन भनेर कुराकानी गर्न गइरहेको छौँ। कुरा बुझ्नुपर्छ कि हामीले धेरै मानिसहरूलाई लट्री विन गरेको देख्छौँ होइन। मिलियन्स डलरहरू जितेको लट्री विनरहरू पनि केही समयपछि उनीहरू ब्रोक हुन्छन्। डक्टरहरू अथवा लयरहरू, इन्जिनियरहरू जसले एकदमै हाई पेचेक पाउँछन् तर उनीहरूको जिन्दगी भनेको पेचेक पछि पेचेक भने कुनै फ्रिडम नै छैन। पेचेकमा पेचेक त्यहीमै जिन्दगी अल्झिरहेको हुन्छ। समस्या भनेको अथवा इस्यु भनेको इन्कम होइन, इस्यु भनेको हामीले पैसाले कसरी म्यानेज गर्छौँ त्यो हो। इन्कम जति भए पनि यदि हामीले पैसालाई राम्रोसँग म्यानेज गर्न सक्यो भने मात्र हामीले फाइनेन्सियल फ्रिडम अथवा त्यो किसिमको स्वतन्त्रता पाउन सक्छौँ। तर हामीले यदि पैसाले राम्रोसँग म्यानेज गर्न सकेनौँ भने हामीले जति नै धेरै पैसा कमाए पनि त्यो चक्रबाट हामी बाहिर निस्किन सक्दैनौँ। समस्या भनेको हाम्रो लाइफस्टाइल इन्फ्लेसन हो। त्यो भनेको चाहिँ हाम्रो लाइफस्टाइल चाहिँ इन्कमको रेसियोमा हाम्रो लाइफस्टाइल पनि बढ्दै जाने। जति इन्कम बढ्छ त्यति एक्सपेक्टेसन हाई हुँदै जाने। दोस्रो भनेको कन्ज्युमरिजम एन्ड सोसियल प्रेसर भयो होइन। कन्ज्युमरिजम भनेको चाहिँ हामीलाई विभिन्न बिजनेसहरूले यसरी हामीलाई पर्सुएड गर्छ कि हामीलाई कुनै पनि चिजहरू आवश्यक नभइकन पनि हामीलाई किनिरहन मन लाग्छ। त्यो खालको एउटा कन्ज्युमरिजम अहिले विकास भइरहेको छ। मानिसहरूलाई त्यो एकदमै धेरै स्पेन्ड गर्नको लागि चाहिँ उनीहरूलाई डाइरेक्ट फोर्स होइन कि उनीहरूलाई इन्भिजिबल क्युहरूले चाहिँ उनीहरूलाई त्यो कम्पेल गराउने सामानहरू किन्नको लागि जुन उनीहरूलाई चाहिएको पनि छैन। एउटा कन्ज्युमरिजम विकास भइरहेको छ। अनि अर्को भनेको सोसियल प्रेसर भयो। अब हामीले अन्य मानिसहरूलाई पनि देख्छौँ हाम्रो वरपर जसले चाहिँ अब ब्रान्डेड चिजहरू लगाइरहेको हुन्छन् भने अरूलाई देखाउनको लागि होस् अथवा त्यो सोसियल प्रेसर हुन्छ नि त। त्यो सोसियल प्रेसरले गर्दाखेरि पनि मानिसहरूलाई चाहिँ त्यो आफ्नो इन्कम अनुसार नै खर्च गर्ने रहर हुन्छ अथवा इभन इफ देयर इन्कम इज लो दे टेन्ड टु स्पेन्ड मोर जस्ट बिकज अफ द सोसियल प्रेसर। अर्को चाहिँ ल्याक अफ फाइनेन्सियल एजुकेसन। अब हाम्रो सानैदेखि हामीलाई चाहिँ किताब विज्ञानहरू पढाइन्छ। अब धनभन्दा विद्या ठुलो हो ब्ला ब्ला होइन। यो जतिको युजलेस चिज केही पनि होइन। र हामीलाई चाहिँ सानैबाट चाहिँ धन कमाउनु पर्दैन, हामीलाई विद्या भइपुग्छ भनेर हामीलाई सिकाइरहन्छ होइन। मैले पनि सानोमा वाद विवाद गर्दाखेरि त्यही खालको चाहिँ वाद विवाद गरेको थिएँ, विच आई अभियसली डोन्ट रिग्रेट अर आई हेभ नो कमेन्ट अन द्याट। तर पनि हामीलाई कहिले पनि पैसालाई कसरी चलाउनु भनेर ज्ञान पनि दिएन, न हामीलाई पैसासँग सम्बन्धित चिजहरूको बारेमा चाहिँ अवगत गराइयो। यो एउटा इस्यु हो जुन हाम्रो ब्रेनमा रुटेड छ कि हामीलाई पैसाको नलेज नै छैन हामीसँग। बेसिकली भन्दाखेरि वी डोन्ट ह्याभ फाइनेन्सियल नलेज। फाइनेन्स सब्जेक्ट त लिगेँ होला तर फाइनेन्सियल नलेज छैन, फाइनेन्सियल एजुकेसन नै छैन हामीलाई इन्भेस्टमेन्ट कसरी गर्ने, हामीलाई प्यासिभ इन्कम कसरी बनाउने अथवा हामीले स्टक ब्रोकर अथवा स्टकसँग सम्बन्धित कुराहरू भयो, विभिन्न फर्म अफ एसेट लाइबिलिटिजहरू भयो, एक कुनै पनि चिजहरूको नलेज नै छैन। हामीले पर्सनल बजेटिङ कसरी गर्ने, पर्सनल फाइनेन्स कसरी म्यानेज गर्ने, सेभिङको इम्पोर्टेन्सहरू अथवा सेभिङलाई कसरी हामीले इन्भेस्ट गरेर त्यो इन्भेस्टलाई पनि अझ बढी त्यसलाई फैलाउने कसरी, त्यो चिजहरू हामीले सिकाएको छैन। र मेन भनेको इन्भेस्टमेन्ट स्किल हो। एउटा इन्भेस्टमेन्ट भनेको एउटा स्किल हो जसलाई हामीले सिक्न सकिन्छ। इभन द वी डोन्ट ह्याभ फाइनेन्सियल एजुकेसन राइट नाउ बट इट क्यान अलवेज बी लर्न र अभियसली इट्स पोसिबल। इट्स नेभर टु लेट टु लर्न एनिथिङ। र दोस्रो अब लास्ट भनेको चाहिँ ब्याड डे भयो होइन। ब्याड डे भनेको चाहिँ अब तपाईँले कसैलाई पैसा दिनुभयो त्यो पैसा फुट्दैन होइन, त्यो भने ब्याड डे भयो। सो यु हेभ टु बी भेरी केयरफुल वेन यु lend your money to your friend, your relative or someone. Even if you trust them, you have to be very careful and you have to be very cautious when lending your money. Once it becomes bad debt, then it's your hard-earned money and you just
gave that money to somebody else but they never returned you. That's the issue. That's the real issue. र अब हामीले समस्या त हेऱ्यो होइन, यसको समाधान के भन्दाखेरि पहिलो भनेको चाहिँ स्पेन्ड लेस देन यु अर्न। तपाईँले जति कमाउनुहुन्छ त्योभन्दा कमै खर्च गर्नु पऱ्यो। एकदमै खर्च गर्ने मामलामा चाहिँ एकदमै हामीले जहिले पनि आफ्नो इन्कम घाँटेर हार्नेले भन्छ नि होइन, त्यो एक्ज्याक्ट सेम चिज हो कि हामीले आफ्नो इन्कमभन्दा स्पेन्डिङ चाहिँ कम गर्न पऱ्यो र यसलाई चाहिँ कन्ट्रोल गर्न पऱ्यो आफ्नो स्पेन्डलाई। दोस्रो भनेको चाहिँ इन्भेस्ट कन्सिस्टेन्टली भनेको, इभन इफ यु मेक लेस मनी राइट नाउ जस्ट इन्भेस्ट। अब मेरो कुरा गर्दाखेरि अहिले चाहिँ म स्टुडेन्ट छु, अब आई हेभ टु सेभ फर माई फी, लोन पनि तिर्नु पर्छ, त्यही भएर आई डोन्ट हेभ एनी अप्सन एट अल। तर पनि मैले पनि इन्भेस्ट गर्न सक्छु र त्यो म अब I would start to invest. Even if you invest like 5,000, 10,000 per month, that's a good starting point, right? Yeah. अर्को भनेको बिल्ड अब हामीले चाहिँ मल्टिपल इन्कम स्ट्रिमहरूको सृजना गर्नुपर्ने हुन्छ, किनभने एउटै स्यालेरीबाट मात्र स्यालेरीमा डिपेन्ड भयो भने your life will be miserable, किनभने maybe there are so many uncertainties might happen in the future. त्यो भएको कारणले if you have multiple income stream, then you can rely on other income when you have hardship. र त्यही भएर मल्टिपल इन्कम स्ट्रिमहरू चाहिँ अब अनलाइनको प्लेटफर्मको थ्रु भयो अथवा अन्य इन्भेस्टमेन्टको थ्रु भयो, प्यासिभ इन्कमहरू बिल्ड गरे भयो। तर एउटै इन्कममा चाहिँ डिपेन्ड हुनु भएन, यु हेभ टु बिल्ड मल्टिपल इन्कम स्ट्रिम है। यो चाहिँ मेरो एकदमै सानैदेखि नै मेरो यो सोचाइ हो कि एउटै इन्कमले कहिले पनि मान्छे चाहिँ त्यसमा भर पर्नु हुँदैन, मान्छेलाई चाहिँ मल्टिपल इन्कम चाहिन्छ, त्यही नै हो। र लास्ट भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा छ कि थिङ्क लाइक एन अनर नट जस्ट एन इम्प्लोइ भनेको अल्टिमेट गोल भनेको इज टु बी एन ओनर नट एन इम्प्लोइ। किनभने एट द एन्ड अफ द डे यु शुड मेक अ गोल टु बी एन ओनर। यु हेभ टु ओन सम काइन्ड अफ बिजनेस इन द फ्युचर। सधैँभरि स्यालेरी गरेर त सधैँभरि इम्प्लोइ भएर मात्र काम छैन, किनभने यदि यो मिडल क्लासको चक्रबाट निस्किने छ भने यु हेभ टु स्टार्ट अ बिजनेस। किनभने एउटा स्यालेरीमा रहेको र एउटा बिजनेस गर्नेको फरक के छ भन्दाखेरि, एउटा बिजनेस गर्ने मान्छेको बच्चा र स्यालेरी अथवा जब गर्ने मानिसको बच्चामा के डिफ्रेन्स छ भन्दाखेरि, स्यालेरी गर्ने मानिसको बच्चाले सधैँ जिरोबाटै सुरु गर्नुपर्छ भने बिजनेस गर्ने व्यक्तिको बच्चाले आफ्नो बाउले जुन ठाउँमा जुन पोइन्टमा छोड्यो नि त्यो पोइन्टबाट उसले सुरु गर्न पाउँछ। भन्नुको अर्थ उसले त्यो एडभान्टेज पाउँछ। त्यसैले कारणले यदि आफू मात्र होइन आफ्नो आउने पुस्तालाई पनि अगाडि बढाउनु छ भने बिजनेस स्टार्ट गर्नुपर्छ। एनी काइन्ड अफ बिजनेस, इट डजन्ट म्याटर। अब उदाहरणको लागि दुईवटा मानिसहरू छन्, एउटा मान्छेले लाइबिलिटी मात्र खरिद गर्छ। अब लाइबिलिटी भनेको चाहिँ हामीले बुझ्नुपर्ने कुरा के छन्, दुईवटा कुरा हुन्छ होइन, एसेट एन्ड लाइबिलिटी हुन्छ। अब एसेट भनेको त्यस्तो चिज हो जसले हामीलाई इन्कम दिन्छ, तर लाइबिलिटी भनेको त्यस्तो चिज हो जसमा इन्कम खर्च हुन्छ। जस्तो कि हामीले घर किन्यौँ होइन, अब त्यो घरलाई रेन्टमा लगायो भने त्यो घरबाट इन्कम आयो नि होइन, त्यो हाम्रो एसेट भयो। अब हामीले कुनै गाडी किन्यौँ होइन, अब त्यो गाडीलाई पाल्न पऱ्यो नि त, त्यो भने हाम्रो लाइबिलिटिज भयो। अब हामीले कुनै पनि चिजहरू किन्दाखेरि त्योबाट इन्कम आउँछ कि त्यसलाई हामीले खर्च गर्नुपर्छ, त्यसले डिपेन्ड गर्छ कि त्यो लाइबिलिटी हो कि एसेट हो। यदि हामीले आवर गोल सुड बी, हाम्रो उद्देश्य भनेको जति सक्यो धेरै इन्भेस्टमेन्ट चाहिँ हामीले एसेटमा गर्नु पऱ्यो, सम्पत्तिमा, र कम इन्भेस्टमेन्ट चाहिँ हामीले लाइबिलिटीमा गर्नु पऱ्यो। यदि यो गर्न सक्यो भने मात्र हामी फाइनेन्सियली सक्सेस हुन सक्छौँ। सम्पत्ति भनेको धेरै कमाएर सृजना गर्ने होइन, सम्पत्ति भनेको जति कमाएको छ उसलाई राम्रोसँग म्यानेज गरेर बनाउने हो। यो नै मेन कोर भनेको होइन। र हाम्रो आजको सेसनको मेजर कुरा भनेको चाहिँ हामीले जहिले पनि जति कमाउँछौँ त्योभन्दा कम खर्च गर्न पऱ्यो। र इन्भेस्टमेन्ट इज इम्पोर्टेन्ट। र इन्भेस्टमेन्ट आजबाट सुरु गर्न चाहिँ म भन्दिनँ होइन, वेन यु हेभ इनफ फन्ड पनि भन्दिनँ, तर पनि स्टार्ट फ्रम स्मल। यु डोन्ट हेभ टु इन्भेस्ट थाउजन्ड्स अफ डलर्स। इभन इफ यु इन्भेस्ट लाइक $100, $200, $50, that's fine. You just have to start that ladder and ultimately you will reach that top. So यति भन्दै मेरो आजको यो सेसन टुङ्गाउन चाहन्छु र I'm really happy and I'm really proud of myself.
कि आइ एम जस्ट पुटिङ माइसेल्फ इन फ्रन्ट अफ क्यामेरा एन्ड आई क्यान टक लाइक दिस र आफूले आफूलाई एक्सप्रेस गर्न पनि सक्छु मैले र विभिन्न कुराहरूलाई पनि यसले इम्प्रुभमेन्ट गर्दै जान्छ जुन आफ्नो एउटा बोल्ने कला छ यसलाई पनि इम्प्रुभमेन्ट गरिरहेको छ र अझ धेरै इम्प्रुभमेन्ट म गर्न चाहन्छु र यति भन्दा मेरो 2 शब्द होइन 2 शब्द टुङ्गेको छु धन्यवाद जय नेपाल नमस्ते